बच्चालाई सिकाउने क्रममा चाहिँ जुन शिक्षाको कल्पना गरिरहेको छौँ हामी, जुन शिक्षा बच्चालाई अहिले दिइरहेको छौँ, त्यो चाहिँ कसरी हामीले बच्चालाई चाहिँ टिचिङ लर्निङ एक्टिभिटिजमा समावेश गरेको छौँ भन्दाखेरि हाम्रा बच्चालाई हामी आज जुन हामी उनीहरूलाई नलेजको कुरा भयो, स्किल्सका कुरा भयो, अन्डरस्ट्यान्डिङका कुराहरू चाहिँ हामी एउटा टिचिङ लर्निङ एक्टिभिटिज मार्फत गइरहेको छौँ। वास्तवमा यो एक्टिभिटिज आजका टिचिङ लर्निङ एक्टिभिटिज, टिचिङ पेडागोजिज, मेथड्सहरूले चाहिँ के साँच्चै उनीहरूको आफ्नो फ्युचरमा उहाँहरूको लागि त स्किल्स, नलेज, अन्डरस्ट्यान्डिङहरूले साँच्चै काम गर्छ त भनेर सोच्न हामी बाध्य हुनुपर्छ, सोच्नुपर्छ भन्ने लाग्छ। किनभने जुन आज प्रोफेसनको लागि हामीले, करियरको लागि हामीले हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई तयारी गरिरहेको छौँ कि अबको 15-20 वर्ष पछाडि त्यो प्रोफेसनहरू कतै एआई र टेक्नोलोजीले गर्ने त होइन भन्ने विषयमा सोच्नुपर्छ। अर्थात् हामीले कुन प्रोफेसनको लागि चाहिँ हाम्रा विद्यार्थीहरूलाई तयार गरिरहेको छौँ त्यो कुरा हामीले बुझ्न जरुरी छ। इनफ्याक्ट मैले के भन्न खोजिरहेको छु भने यस्तो खालको टिचिङ र लर्निङ अर्थात् स्किल्सहरू हामीले कल्टिभेट गर्न पर्यो बच्चामा कि उहाँहरूको अनसर्टेन प्रोफेसन्सको लागि, त्यो फ्युचरमा हुने अनसर्टेन प्रोफेसन छ, किनभने प्रोफेसन्सहरू डाइनामिक हुन सक्छन्। आजका प्रोफेसन्सहरू भोलि कतै टेक्नोलोजीले गर्दैछन् भने कति आर्टिफिसियल इन्टेलिजेन्सले गर्नेवाला छन् र आज जुन हामी प्रोफेसनहरू चाहिँ को लागि, करियरको लागि चाहिँ विद्यार्थीहरूलाई प्रिपेयर गरिरहेको छौँ, त्यो प्रोफेसन र त्यो करियर नै भोलि एकदम नहुने स्थितिको लागि पनि हामीले हाम्रा विद्यार्थी भाइ बहिनीलाई तयार गर्नुपर्छ र त्यो लेभलको त्यो टिचिङ र लर्निङ एक्टिभिटिजमा हामी इङ्गेज हुनुपर्छ भन्ने वास्तवमा हामीले सोच्न जरुरी रहेको छ।